साथीहरू आउनुहोस् एकैछिन चर्चा गरौँ गए राति भएको फुटबल खेलको बारेमा र एउटा सन्देश पनि हामी लियौँ। गए राति भएको फुटबल खेलले फेरि एकपटक प्रमाणित गरिदिएको छ, एज इज जस्ट अ नम्बर। स्पेनलाई गोल रहित बराबरीमा रोकेको केप भर्डेले विश्वकपमा पहिलो अङ्क जोड्न सफल भएको छ। यो पटक मात्रै वर्ल्ड कपमा डेब्यु गरेको एउटा सानो राष्ट्र केप भर्डेका 40 वर्षीय गोलकिपर भोजिन्हाले विश्व फुटबलकै सबैभन्दा ठुलो मञ्चमा देखाएको प्रदर्शन केवल खेलकुदको उपलब्धि मात्रै होइन, यो जीवनको गहिरो पाठ पनि हो भन्ने कुरा मजाले सिकाएर गएको छ। स्पेन जस्तो विश्वस्तरीय टोली विरुद्ध करोडौँ दर्शकको नजर अगाडि अत्याधिक दबावको बीचमा उभिएर भोजिन्हाले गरेको साहसी प्रदर्शनले संसारलाई एउटा सन्देश दियो। सपना पुरा गर्न उमेरले होइन साथीहरू, आत्मविश्वास, अनुशासन र निरन्तर मेहनतले काम गर्छ। आजको समाजमा धेरै मानिसहरू 40 वर्ष पुग्दा वास्तवमा आफ्नो क्षमतामाथि प्रश्न उठाउन थाल्छन्। कोही नयाँ काम सुरु गर्नै डराउँछन्, कोही आफ्ना सपनाहरू अधुरै छाडिदिन्छन्। तर भोजिन्हाले देखाएको यो लक्ष्यप्रतिको प्रतिबद्धताले हामी सबैलाई एउटा खालको प्रेरणा दिएर गएको छ साथीहरू। उनको यात्राले हामीलाई सिकाउँछ कि अथवा उनको यात्राबाट हामीले एउटा कुरा के सिक्न सक्छौँ भने सफलता तत्काल प्राप्त हुँदैन। वर्षौँको अभ्यास, असफलतासँगको सङ्घर्ष, अनुशासन र धैर्यले नै मानिसलाई विशेष बनाउँदो रहेछ। जब धेरै खेलाडीहरू सन्यासको बाटो रोजिरहेका हुन्छन्, त्यही समयमा भोजिन्हा आफ्नो करियरकै सबैभन्दा स्मरणीय क्षण सृजना गरिरहेका छन्। जीवन पनि फुटबल खेल जस्तै हो साथीहरू। कहिलेकाहीँ दबाव हुन्छ, चुनौती आउँछन्, आलोचना सुनिन्छ, तर जो व्यक्ति अन्तिमसम्म आफ्नो लक्ष्यप्रति अडिग रहन्छ उसले नै इतिहास रच्ने अवसर पाउँछ। त्यसैले यदि तपाईँ आफ्नो उमेर, परिस्थिति वा विगतका असफलताका कारण निराश हुनुहुन्छ भने भोजिन्हाको कथालाई एकपटक सम्झनुहोस्। सफलता कहिले आउँछ भन्ने कुरा निश्चित हुँदैन, तर निरन्तर प्रयास गर्ने मानिसको समय एक दिन अवश्य आउँछ। उमेरले होइन, आत्मविश्वास र कर्मले मानिसलाई महान बनाउँदो रहेछ। रियली अ स्पेक्टेकुलर पर्फर्मेन्स। ह्याट्स अप टु भोजिन्हा।